मोरानलाई सम्मान गर्दै लाइक सेयर कमेन्ट गरिदिनु होला कृपया प्लिज। फलो पनि गर्दा के जान्न तर फलो ब्याक दिन्छु। आमाले यत्रो बोक्ने भनेपछि त अनि अरू त बोक्नु पर्यो। 14 फुट मालपानी हेर सबै। साउबालाई फाइदा छ। पर्फिट आमाको छ यो खानेबाट त। साउबा फेरि आउनुहुन्छ सानो साउबा। के यस्तो बोल्यो साउबा त? यो त साउबालाई बोकाइदियो त। ढुङ्गा आइज क्या गर्नु ढुङ्गा भनेको त तारा खोला ढुङ्गा तारा खालेको ढुङ्गा तारा खोले ढुङ्गा चाहिएमा सम्पर्क गर्नु होला। राम्रो राम्रो घर बनाउनु लोड गर्दै हुन्छ। हामी चाहिँ अहिले यो धादिङको सिमले भन्ने ठाउँमा छौँ। नेपाली प्राकृतिक ढुङ्गाको काम यो कामको एरियामा हुँदै गरेको कामको सानो एउटा भिडियो बनाउँदैछु। यसरी हेऱ्यो भने यो हाम्रो एकदमै राम्रो अहिले चलेको ढुङ्गाको काम हो। काम हुँदैछ। ढुङ्गा पहाडी क्षेत्रमा पाइने स्लेट ढुङ्गालाई मेसिनद्वारा काटेर यस्तो डिजाइन निकालिएको